जान्ने जाग्ने र जगाउने हो भने मात्र जागरण हुन्छ र त्यो मात्र केवल अध्ययन र अभ्यासले सम्भव छ। नमस्कार उपस्थित सम्पूर्ण महानुभावहरुमा, म तोरण बस्नेत, मेरो जन्मघर इलाम गोलाखर्क 9, पेशाले म वैदेशिक रोजगारमा छु। आजको कार्यक्रममा यहाँहरु सम्पूर्णलाई आयोजक संस्थाको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट हार्दिक स्वागत गर्दछु। आज मिति 8 असार 2083 साल, तदनुसार 22 जुन 2026। आज हामी जागरण एकाडेमी रिट्रिट सेन्टर प्राइभेट लिमिटेड द्वारा आयोजित इन्टर्म 4th कार्यक्रमको उद्घाटन समारोहमा यस संस्थाको प्रधान कार्यालय बाबा पेट्रोल पम्पको यो ठूलो सभा हलमा उपस्थित भएका छौं। आजको कार्यक्रममा उद्घोषकको भूमिका निर्वाह गर्न पाउँदाखेरि म निकै नै हर्षित भएको छु र यस अवसरमा यस आयोजक संस्थालाई हार्दिक धन्यवाद व्यक्त तथा आभार प्रकट गर्दछु। भनिन्छ संसार बोल्नेको मुठीमा छ, भनिन्छ बोल्नेको पिठो पनि बिग्छ, नबोल्नेको चामल पनि बिग्दैन। आफूले जानेका कुरा अरु समक्ष राख्नको निम्ति पहिले आफूले सिकेको हुनु पर्यो, आफूले जानेको हुनु पर्यो। यो जान्ने र जाग्ने अनि जगाउने क्रममा हामी अबको कार्यक्रम अगाडि बढाउँदैछौँ। कृपया यस कार्यक्रमलाई अगाडि बढाउनु भन्दा अगाडि केही नियमहरु बताउन गइरहेको छु, ध्यान दिएर सुनिदिनु होला। हुन त हजुरहरु शिक्षित, सभ्य र अनुशासित हुनुहुन्छ, तैपनि कार्यक्रमलाई अझै सुन्दर सभ्य भव्य बनाउनका लागि केही नियमहरु पालना गर्नुपर्ने हुन्छ। कार्यक्रम 11 बजेबाट सुरु भएर 3 बजेसम्म निरन्तर रहनेछ। यस बीचमा हजुरहरु शान्तपूर्वक बसिदिनु होला, सबैले आफ्नो मोबाइल साइलेन्स मोडमा राखिदिनु होला। शौचालयको लागि हलको दायाँपट्टिको भागमा हजुरहरु जान सक्नुहुन्छ भनेदेखि खानेपानी देब्रेपट्टिको भागमा राखिएको छ। स्वयंसेवक साथीहरूले उहाँलाई सहयोग गरिदिनु होला र अन्त्यमा हामी खाजा खाएर मात्र छुट्नेछौँ। कार्यक्रमको सुरुवातमा आसन ग्रहणलाई जोड्दै अतिथिज्यूहरूको आउने क्रम जारी नै छ। म विभिन्न व्यक्तित्वहरूको आसन ग्रहण गराउनेछु। स्वयंसेवक साथीहरूले उहाँ कृपया ब्याज तथा खाजा लगाएर सहयोग गरिदिनु होला। यस जागरण एकाडेमी रिट्रिट सेन्टर प्राइभेट लिमिटेड 4th इन्टर्म ब्याचको उद्घाटन कार्यक्रमको लागि अध्यक्षता गर्न आवश्यकता पर्ने भएकोले गर्दाखेरि सभा अध्यक्षका लागि यसै संस्थाका 4th इन्टर्म ब्याचका कोअर्डिनेटर आदरणीय गुरुज्यू इन्द्र आचार्य सरलाई म मञ्चमा आसन ग्रहण गर्नका लागि अनुरोध गर्दछु। धन्यवाद। सभाध्यक्षको अनुमति लिँदै अब भने कार्यक्रमलाई अगाडि बढाउँदैछु। त्यस्तै गरेर कार्यक्रमको लागि प्रमुख अतिथिको लागि यसै 4th इन्टर्म ब्याचका प्रशिक्षक आदरणीय वरिष्ठ गुरुज्यू तिलासा म्यामलाई हार्दिक अनुरोध गर्दछु। धन्यवाद। त्यस्तै गरेर अब भने आसन ग्रहणको क्रमलाई यही थाती राख्दै देश र राष्ट्रको लागि हामी सम्पूर्णले उभिएर राष्ट्रिय गान गाउनेछौँ। सम्पूर्णलाई उठिदिन अनुरोध गर्दछु। धन्यवाद। अब भने स्वागत मन्तव्य लिएर संस्थाको कार्यक्रम सञ्चालक अत्यन्त मृदभाषी र उज्यालो चेहराकी धनी आउँदै हुनुहुन्छ मीरा खनाल म्याम। धन्यवाद। अब भने हामी कार्यक्रमको अत्यन्तै महत्त्वपूर्ण क्षणमा आएका छौँ। पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गरिदिनु हुनका लागि प्रमुख अतिथिज्यूलाई हार्दिक अनुरोध गर्दछु। साथै सभाध्यक्षज्यू लगायत सम्पूर्ण सबैले उहाँलाई सहयोग गरिदिनु हुनका लागि हार्दिक अनुरोध गर्दछु। धन्यवाद।